सरकारबाट तलब र भत्ता नलिने सुदन गुरुङको घोषणा भने म राज्यको सेवा गर्न आएको हो। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट चुनाव जितेका नेता सुदन गुरुङले सरकारबाट पाउने तलब र भत्ता नलिने घोषणा गरेका छन्। गोर्खा एकबाट विजय हासिल गरेका सुदनले सार्वजनिक जीवनमा पारदर्शिता र सेवामुखी राजनीति स्थापित गर्ने उद्देश्य सहित राज्यबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताएका हुन्। आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले आफू राजनीतिक व्यक्तिगत लाभका लागि नभई देश र जनताको सेवा गर्न आएको स्पष्ट पारेका छन्। उनले सांसद वा सरकारी पदमा रहेर राज्यबाट प्राप्त हुने तलब भत्ता तथा अन्य सुविधाहरू नलिने निर्णय गरेको जानकारी दिएका हुन्। गुरुङले आफूले पाउने सरकारी सेवा सुविधा नलिँदा राज्य कोषमा थप बोझ नपर्ने र जनताप्रति उत्तरदायी राजनीतिका लागि सन्देश जाने विश्वास व्यक्त गरेका छन्। उनले राजनीतिक जनताको भरोसा र जिम्मेवारीसँग जोडिएको क्षेत्र भएकाले व्यक्तिगत फाइदा भन्दा सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। रासपाबाट निर्वाचित भएपछि गुरुङले जनताले दिएको विश्वासलाई सम्मान गर्दै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। उनले आगामी दिनमा आफ्नो ध्यान विकास, सुशासन र जनताको समस्या समाधानतर्फ केन्द्रित रहने बताएका छन्। उनको यो घोषणापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। धेरैले यस्तो निर्णयलाई सकारात्मक उदाहरणका रूपमा व्याख्या गर्दै स्वागत गरेका छन् भने केहीले यस्तो घोषणा व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा चासो व्यक्त गरेका छन्। नेपालमा सार्वजनिक पदमा निर्वाचित प्रतिनिधिहरूले राज्यबाट तलब भत्ता र अन्य सेवा सुविधा पाउने व्यवस्था भए पनि कतिपय नेताहरूले व्यक्तिगत रूपमा त्यस्ता सुविधा नलिने घोषणा गर्ने उदाहरणहरू समय समयमा देखिँदै आएका छन्। गुरुङको यो निर्णयले राजनीतिमा सेवा भाव र नैतिकताको सन्देश दिने अपेक्षा गरिएको छ। उनले आफूले गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै जनताको विश्वास कायम राख्ने बताएपछि उनको घोषणालाई राजनीतिक वृत्तमा चासोको साथ हेरिएको छ।